1950 को कुरा हो। ब्राजिलले विश्वकपमा भोगेको त्यो हार। अनि त्यति बेला एउटा 9 वर्षको सानो बच्चाले आफ्नो बुबालाई क्वाँ क्वाँ रोइरहेको देख्छ। अनि त्यो बच्चाले बुबाको आँसु पुछ्दै भन्छ, चिन्ता नगर्नु न बुबा, म एक दिन हजुरको लागि विश्वकप जित्नेछु। सुन्दाखेरि एउटा सामान्य बच्चाले फकाएको जस्तो लाग्छ नि, होइन? तर खासमा यो त एउटा यस्तो ऐतिहासिक यात्राको सुरुवात थियो जसले पुरै विश्व खेलकुदलाई नै नयाँ दिशा दिनेवाला थियो। अनि अचम्मको कुरा के छ भने नि, ठ्याक्कै 8 वर्षपछि, जम्मा 17 वर्षको उमेरमा ती बच्चाले जे भनेका थिए नि त्यो साँच्चै गरेर देखाए। 1958मा स्विडेनमा भएको विश्वकपमा ब्राजिलले पहिलो पटक उपाधि जित्दा त्यो वाचा पूरा भयो। सोच्नुस् त, जम्मा 17 वर्षको उमेरमा यत्रो ठूलो सफलता, यो त साँच्चै नै पत्याउनै गाह्रो हुने खालको उपलब्धि हो नि। आजको हाम्रो यस प्रस्तुतिमा स्वागत छ। आज हामी फुटबलका बेताज बादशाह पेलेको त्यही अविश्वसनीय यात्रालाई नियाल्दैछौँ। कसरी एउटा साधारण केटो विश्वकै महान खेलाडी बन्यो र पछि गएर एउटा विश्वव्यापी शान्ति दूत नै बन्यो त। यो नाम फुटबलको मैदानबाट कसरी यति धेरै परसम्म फैलियो, आउनुहोस् यसको गहिरो अन्वेषण गरौँ। खण्ड 1, बाल्यकालको वाचा पूरा गर्दै। कुरा 1957तिरको हो। जम्मा 16 वर्षको उमेरमै पेले सान्तोस फुटबल क्लबको कप्तान र सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनिसकेका थिए। उनको यो उदयनी एकदमै विस्फोटक थियो क्या। उनी लगातार 9 वर्षसम्म लिगको टप स्कोरर बने। यसपट्टि थाहा हुन्छ उनको प्रतिभा कुनै एकछिनको जादु मात्रै पक्कै थिएन। उनको सुरुवाती विश्वकप यात्रा हेर्ने हो भने यो सफलता र सङ्घर्षको गजबको मिश्रण थियो। 1958मा स्विडेनमा जित हासिल गरे अनि लगत्तै 1962मा चिलीमा पनि दोस्रो उपाधि चुमे। यसले ब्राजिलको दबदबा त प्रष्ट देखायो, तर महानताको बाटो सधैँ कहाँ सजिलो हुन्छ र? 1966मा इङ्ल्यान्डमा भएको विश्वकपमा भने एउटा ठूलो झट्का लाग्यो। विपक्षीहरूको कडा प्रहार र निरन्तरको चोटपटकले गर्दा ब्राजिल एकदमै निराश हुँदै बाहिरिनु पर्यो। खण्ड 2, फुटबलका राजा अर्थात् ओरेको राज्याभिषेक। उनको खेलमा यति धेरै जादु थियो कि उनलाई ब्राजिलले आफ्नो राष्ट्रिय सम्पत्ति नै घोषणा गर्यो। साँच्चै भन्नुपर्दा यो तथ्य सुन्दा जो कोही छक्क पर्छ। युरोपका ठूला र धनी क्लबहरूले उनलाई नकिन्नुन् भनेर ब्राजिलको संसदले एउटा विशेष कानून नै पास गर्नु परेको थियो। एउटै खेलाडीलाई देशमै रोकेर राख्न कानून नै बनाउनु पर्ने। इतिहासमै यस्तो कुरा बिरलै सुन्न पाइन्छ। र उनको प्रभास त मैदानभन्दा कता हो कता बाहिरसम्म फैलिएको थियो। नाइजेरियाको गृहयुद्धकै कुरा गरौँ न। त्यहाँ चलिरहेको त्यो डरलाग्दो युद्धको बीचमा पनि मानिसहरूले पेलेको खेल सुरक्षित रूपमा हेर्न पाउन् भनेर दुवै पक्षबाट युद्धविरामको घोषणा गरिएको थियो। जरा सोच्नुहोस् त, एउटा खेलाडीको खेलले मानिसहरूलाई यसरी जोड्न सक्छ भन्ने कुरा योभन्दा ठूलो प्रमाणहरू के होला र? अब जाउँ 1969को नोभेम्बरतिर। माराकाना स्टेडियमको त्यो तनावपूर्ण र ऐतिहासिक माहौल। जब भास्को डा गामाका गोलकिपरले पेलेको पहिलो प्रहारलाई रोके नि, स्टेडियममा भएका हजारौं दर्शक एकदमै आक्रोशित भएका थिए। पेले इतिहास रच्ने ठ्याक्कै संहारमा थिए, तर विपक्षी डिफेन्डरहरू जसरी पनि रोक्ने दाउमा थिए। मैदानमा त साँच्चै सासै रोकिने जस्तो अवस्था थियो क्या। अनि अन्ततः त्यो ऐतिहासिक क्षण आइछाड्यो। ओ मिलेसिमो अर्थात् हजारौं गोल। पेलेलाई पेनाल्टी बक्समा लडाएपछि पाएको त्यो सुनौलो अवसरलाई उनले गोलमा परिणत गरी छाडे। 80,000 समर्थकहरूको अगाडि उनले आफ्नो खेल जीवनको 1,000औं गोल पूरा गरे। यो एउटा यस्तो सांख्यिकीय र भावनात्मक उपलब्धि थियो नि जसले पुरै फुटबल जगतलाई नै एकछिन स्तब्ध बनाइदियो। खण्ड 3, 1970को विश्वकप महान पुनरागमन। 1966को निरन्तर चोटपटकपछि निराश भएर पेलेले त अब कहिल्यै विश्वकप नखेल्ने घोषणा नै गरिसकेका थिए। तर उनी फर्किए। र यो विश्वकप उनको लागि केवल एउटा प्रतियोगिता मात्र थिएन है। यो त आफ्नो गुमेको साग फर्काउने र आफूलाई फेरि प्रमाणित गर्ने सबैभन्दा महत्त्वपूर्ण र सायद अन्तिम ठूलो अवसर थियो। 1966मा पेलेले विपक्षीका एकदमै अनियन्त्रित र कडा ट्याकलहरूको सामना गर्नु परेको थियो। तर 1970मा आउँदा खेल केही परिवर्तन भयो। पहिलो पटक रातो र पहेँलो कार्डको नियम लागू भयो, जसले गर्दा उनी जस्ता खेलाडीलाई केही सुरक्षा मिल्यो। यसका साथै प्रशिक्षक मारियो जगालोको कडा अनुशासन र उत्कृष्ट रणनीतिको कारण ब्राजिलियन टिम एकदमै सन्तुलित बन्यो। यसले गर्दा पेलेलाई आफ्नो स्वाभाविक र जादुई खेल देखाउन पूर्ण स्वतन्त्रता मिल्यो। अनि यो रणनीतिको नतिजा के भयो त? फाइनलमा
इटालीलाई 4-1 को फराकिलो अन्तरले हराउँदै ब्राजिलले जुल्स रिमे ट्रफी सधैँका लागि आफ्नो बनायो। त्यति बेलाको नियम नै कस्तो थियो भने 3 पटक उपाधि जित्ने देशले त्यो सुनौलो ट्रफी सधैँका लागि घर लैजान पाउँथ्यो र पेलेको नेतृत्वमा ब्राजिलले त्यो असाधारण गौरव हासिल गरेरै छाड्यो। खण्ड 4 अमेरिकामा सकर अर्थात् नयाँ अध्यायको सुरुवात। अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने क्रममा 1971मा 1,38,000 दर्शकको अगाडि पेलेले एकदमै भावुक विदाई लिए। उनको खेल करियरको एउटा युगको त अन्त्य भयो, तर उनको विश्वव्यापी प्रभावको अर्को नयाँ अध्याय त भर्खर सुरु हुँदै थियो। अब उनको नजर एउटा यस्तो देशमा फुटबलको विकास गर्नेमा थियो जहाँ यो खेल त्यति खासै लोकप्रिय थिएन। $4.5 मिलियन हो, यो त्यति बेलाको सबैभन्दा ठूलो खेलकुद सम्झौता थियो, जसले पेलेलाई न्युयोर्क कसमस क्लबमा पुर्यायो। यसले संयुक्त राज्य अमेरिकामा फुटबलको लोकप्रियतालाई रातारात कहाँबाट कहाँ पुर्याइदियो। अमेरिकी दर्शकहरू पहिलो पटक फुटबलको असली जादु आफ्नै आँखाले हेर्न स्टेडियममा वैरिन थाले नि त। तर हेर्नुहोस्, यो सम्झौता पैसाको लागि मात्रै पक्कै थिएन। पेलेले आफ्नो प्रभावको सही प्रयोग गर्दै गरिब बच्चाहरूको लागि फुटबल विद्यालय स्थापना गर्नुपर्ने शर्त राखेका थिए। यसका साथै ब्राजिल र अमेरिका बीच कोचिङ एक्सचेन्ज प्रोग्राम सुरु गर्ने र समग्रमा विश्वव्यापी रूपमा फुटबलको स्तर उकास्ने कुरामा उनले विशेष जोड दिए। उनले आफ्नो व्यावसायिक सम्झौतालाई सिधै परोपकारसँग जोडिदिए। खण्ड 5 मानवीय विरासत, एक विश्वव्यापी च्याम्पियन। यहाँबाट पेलेको जीवन एउटा सक्रिय खेलाडीबाट माथि उठेर गरिब र पछाडि पारिएका मानिसहरूको पक्षमा बोल्ने एक विश्वव्यापी च्याम्पियनको रूपमा अगाडि बढ्छ। मैदानमा कमाएको त्यो असीमित सम्मानलाई उनले एकदमै सुन्दर तरिकाले समाज सेवामा रूपान्तरण गरे। एउटा राम्रो खेलाडी बन्न पहिले एउटा राम्रो मानिस बन्नुपर्छ। साँच्चै यो एउटा सानो भनाइले उनको सम्पूर्ण जीवन दर्शनलाई समेट्छ। पेलेले विश्वभर सञ्चालन गरेका ती युवा प्रशिक्षण क्लिनिकहरूको मुख्य उद्देश्य नै यही थियो। शारीरिक रूपमा फिट भएर मात्र हुँदैन, चरित्र, सम्मान र सहनशीलता पनि खेलकुदको लागि उत्तिकै आवश्यक कुरा हुन् भन्ने उनको अट्टल विश्वास थियो र उनले नयाँ पुस्तालाई सिकाएको कुरा पनि त्यही नै हो। मैदान बाहिर उनको प्रभाव कति विशाल थियो भने संयुक्त राष्ट्रसङ्घको वातावरण राजदूतदेखि लिएर युनेस्कोको सद्भावना दूत, ब्राजिलको खेलकुद मन्त्री अनि बेलायती साम्राज्यको मानार्थ नाइट कमान्डरसम्म। यी प्रतिष्ठित पदहरूले के देखाउँछन् भने फुटबलको मैदानभन्दा धेरै पर गएर पनि उनले कत्रो ठूलो प्रभाव छोडेका थिए। उनी केवल खेलाडी मात्र रहेनन्, एउटा सच्चा ग्लोबल लिडरै बने। राजनीतिक रूपमा पनि उनले समाजमा ठोस परिवर्तन ल्याए। पेले कानुन त्यसकै एउटा उत्कृष्ट उदाहरण हो है। ब्राजिलको खेलकुद मन्त्री हुँदा उनले फुटबल प्रशासनमा हुने भ्रष्टाचार रोक्न र पारदर्शिता ल्याउन यो महत्त्वपूर्ण कानुन ल्याएका थिए। यसले प्रश्न पार्छ कि कसरी उनले आफ्नो पद र लोकप्रियतालाई सिस्टम नै सुधार्नको लागि प्रयोग गरे। अब एउटा गजबको संयोग हेरौँ। एकातिर 1966 को गम्भीर चोट र निराशालाई जितेर 1970मा पेलेले जसरी उत्कृष्ट पुनरागमन गरेका थिए नि, ठीक त्यसै गरी उनले पछि ब्राजिलकै अर्का महान खेलाडी रोनाल्डोलाई पनि मार्गदर्शन गरे। रोनाल्डोको घुँडाको गम्भीर चोटले करियर नै समाप्त हुने अवस्था आउँदा पेलेको निरन्तर सल्लाह र हौसलाले रोनाल्डोलाई फेरि वर्षको उत्कृष्ट खेलाडी बन्न मद्दत गर्यो। यो त एउटा सच्चा मेन्टरको सर्वोत्कृष्ट उदाहरण हो नि। अब यो अन्वेषणको अन्त्यतिर आइपुग्दा एउटा अङ्कलाई हामी कुनै हालतमा बिर्सन सक्दैनौँ। 1280 हो, यो पेलेले आफ्नो सम्पूर्ण खेल जीवनमा गरेका गोलहरूको कुल सङ्ख्या हो। यो एउटा यस्तो अद्भुत तथ्याङ्क हो नि जसले उनको असाधारण प्रतिभा, लामो समयसम्म टिकिरहने क्षमता र खेलप्रतिको उनको त्यो अगाध समर्पणलाई एकैचोटि प्रमाणित गरिदिन्छ। अन्त्यमा हामी सबैले सोच्नुपर्ने एउटा गहिरो प्रश्न छ, कसरी एउटा मात्र खेलाडीको विरासतले सम्पूर्ण विश्व समुदायलाई नै यसरी आधारभूत रूपमै सकारात्मक दिशामा परिवर्तन गर्न सक्छ। आफ्नो बुवालाई गरेको एउटा सानो वाचा पूरा गर्न चाहने 9 वर्षको बालकले कसरी विश्व फुटबल र मानवीय मूल्य मान्यतालाई नै यति ठूलो उचाइमा पुर्यायो भन्ने कुरा साँच्चै मननयोग्य छ। यसले सधैँ केही ठूलो सोच्न र संसारमा सकारात्मक प्रभाव छाड्न हामी सबैलाई प्रेरित गरिरहनेछ। र यही विचारका साथ हाम्रो आजको यो विश्लेषण यही समाप्त हुन्छ। साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद।